संसारमा हरेक दिन करिब 3 लाख बच्चाहरूले जन्म लिन्छन्। कोही मोटा, कोही पतला र कोही खास, जसलाई स्पेशल चाइल्ड भनिन्छ। दुनियाँले त देख्छन् यिनलाई कमजोर, तर ती हुन्छन् आफ्ना बाउआमाका आँखाका नानी, जसलाई हरेक समय महसुस गराइन्छ कि फगत ऊ धरतीको बोझ हो, परिवारको एउटा दाग हो, जसलाई अन्य बच्चाहरूसँग विद्यालयमा समेत राखिँदैन, यो सोचले कि ऊ योग्य छैन। तर बिर्सन्छन् यो दुनियाँले कि यिनै मध्येका एक हुन् झमक कुमारी। सम्झनाका बादल फेरि आँखाबाट झरेर जालन, भोलि पनि भरिएर जालन, साँचेका माया मरिएर जालन, मायाका बादल दुनियाँमा कोही पनि पर्फेक्ट हुँदैन, तर हामीहरू थोरै इम्पर्फेक्ट हुनुमा तपाईहरूको बेग्लै नजर किन? किन हजुरहरूले हामीलाई पागल, लुलो, लङ्गडो र अन्धो भनेर बोलाउनुहुन्छ? कमी त सबैमा हुन्छ नि, जुन हामीमा पनि छ। हामीलाई यो आवाज गराउनको लागि कि हाम्रो यो कमी नै हाम्रो हिम्मत बन्न सक्छ। रगत त हाम्रो पनि एउटै हो नि, मान्छे त हामी पनि त हो। आउनुहोस् मिलेर सम्झाउँ सबैलाई कि मिलेर सहयोग गर्नाले कसैमा भएको कमीलाई अवश्य पूरा गर्न सकिन्छ।
व्यक्तिमा कोही पनि कमजोर छैन। सबैमा केही न केही विशेष क्षमता हुन्छ। लुकेको क्षमता र प्रतिभा प्रकाशनका लागि उपयुक्त वातावरण र हौसलाको आवश्यक हुन्छ। विशेष सृजना शक्तिको प्रस्फुटनका लागि उपयुक्त वातावरण, साथ र हौसला बढाऊ। धन्यवाद छ साकुरामा।